सबैजनालाई ह्यापी दशैं भन्न चाहन्छु। हाम्रो टिकाको अघिल्लो दिन चाहिँ स्पेशली दशैं मनाउँछ। घरमा एकवटा करम हाम्रो परिका ह्यापी दशैं एभ्रिवान। ए फलाना कहिलेको भिडियो हालेको हौ भनेर चाहिँ नभन्नु। पहिला जस्तो चाहिँ दशैं छैन आजभोलि, मनमा उमङ्ग हर्ष केही छैन। जे होस् अब बस्ने खाने यस्तै त नि टाइपको भइरहेको छ। मलाई मात्र होइन सबैजनालाई नि त्यस्तै भइरहेको होला। अनि यो जुन आन्दोलनपछि नेट मेरो सुक्को चलेको छैन। घाम हेर्नु न, यो दशैंको घाम के साह्रो लागेको, मर्ने गरी लागिरहेको छ। हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। नयाँ दिन नयाँ भिडियोको साथमा उपस्थित भइसकेकी छु म तपाईहरुकै आफ्नै प्यारी लक्ष्मी सुनवार। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। सबैजनालाई ह्यापी दशैं भन्न चाहन्छु। अनि दशैंको माहौल चाहिँ घाम हेर्नु न, यो दशैंको घाम के साह्रो लागेको, मर्ने गरी लागिरहेको छ। अनि त्यहाँ म चाहिँ अहिले जान लागेको छु। अहिले चाहिँ दिउँसो भएको छ नि त। म चाहिँ अहिले जान लागेको छु दिदीहरुलाई लिनलाई। नानी र दिदी चाहिँ काठमाडौँबाट आउँदै जान्छु। म चाहिँ त्यहाँ पर रोडमा लिन जान लागेको। त्यही हो, आजभोलिको घाम एकदमै पोल्ने छ। नसक्नु घाम छ, बाहिर निस्किन पनि साह्रो गाह्रो। त्यही हो, तपाईहरुकोतिर दशैं के कस्तो हुँदैछ? हाम्रोतिर चाहिँ यस्तै हो। खासै पहिलाको केटाकेटी जस्तो हुँदैन पनि कन्सर्ट हल हो र, कन्सर्ट हल हो र। तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। पहिला जस्तो चाहिँ दशैं छैन आजभोलि, मनमा उमङ्ग हर्ष केही छैन। जे होस् अब बस्ने खाने यस्तै त नि टाइपको भइरहेको छ। मलाई मात्र होइन सबैजनालाई नि त्यस्तै भइरहेको होला। पहिला जस्तो रमाइलो चाहिँ अलिक हुँदैन होला। अनि हाम्रो चाहिँ गाउँतिर पनि अल्लघर पल्लघर चाहिँ सबै जुठो पर्नु भएको छ। सो अनि त्यही हो, हाम्रो एक घर हुन्छ दशैं चाहिँ। देख्न सक्नुहुन्छ घाम चाहिँ त्यो रोड रहेको छ। अनि त्यही बाटो हुँदै आउनुहुन्छ। अनि यो माथि चाहिँ हाम्रो ठुल्दिदी बिहे गरी पुग्नु भएको हो। अनि त्यही बाटो हुँदै आउनु भएको छ। सो अनि मैले चाहिँ दिदीलाई सरिफा आँटा पठाइदिनु लागेको छु। एक झोला गाडी त्यहीसम्मै जाने हो, त्यहीँको हो। अनि त्यही भएर अनि यो चाहिँ गहत यस्तो रहेको छ। गहत हेर्न सक्नुहुन्छ, गोड्दै गरेको हो यो चाहिँ भर्खरै। कोही त निस्किँदैन नि त। अब म चाहिँ यहाँ पर्खिबसेको छु, निस्किँदैन। म चाहिँ यहाँ पर्खिराखेको छु। घाम यस्तो डेन्जर छ। अनि यो लगाएर आएको छु म चाहिँ। अनि मेरो भिडियो चाहिँ ढिलो ढिलो आउनुको कारण चाहिँ एकदमै नेट स्लो चलेको छ। नेट चलेकै छैन। यो चाहिँ आन्दोलनपछि नेट मेरो सुक्को चलेको छैन। त्यही भएर सबैजनालाई माफी चाहन्छु। अनि मेरो भिडियो ढिलै भए पनि हेरिदिनु होला। अनि नभन्नु होला ए फलाना कहिलेको भिडियो हालेको हौ भनेर चाहिँ नभन्नु। अब जे जस्तो भए पनि हेरेर साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। त्यही हो, भिडियो चाहिँ ढिलो ढिलै आउँछ। एडिट गरेर पनि के गर्नु हौ, हत्तापत्त एडिट गर्न भ्याउँदिनँ। एडिट गरेर पनि के गर्नु हौ, के भन्छ अपलोड गर्नलाई डाटै चल्दैन। डाटाबाट हाल्नुपर्ने हुन्छ। दुखी आत्मा भन्ने फिल्म युट्युबमा देखिराखेको थिएँ। त्यही हो, मेरो भिडियो चाहिँ कहिले आउँछ स्टे ट्युन। आए है मेरो दिदी बुइनाहरू टन्नै छ त मान्छे त न। हेलो हेलो ल बाई बाई, धन्यवाद। स्वागत है आप लोगों को। आए है फोन गर्नु छैन है। लु हाम्रो छेलबेटीहरू आए। छेलबेटी राम्रा मान्छेहरू त लु हेर यहाँ आमा छोरी। अनि म यस्तरी भारीसँग लिएर हेप्नु पनि टोपी पनि बाङ्गो परी। हेलो
साथीहरु के छ अनि म चाहिँ आज गाउँ आएको अनि कहाँ हिँडेको अहिले चाहिँ अहिले हामी मासु लिन गएको हो के को मासु लिनु हिँडेको मलाई थाहा छैन रे के पर्क सुँगुरको उसको चाहिँ यहाँ तेलले दसैँ मनाइदिएको छ फेसभरि अनि हामी मासु लिन जानु लागेको मासु भनेको मासु हो मासु भने मासु नै हो भन्ने एउटा भिडियो देखेको थिएँ त्यही हो अनि अगाडि ड्याडी हुनुहुन्छ हाम्रो गाउँको डाँडाखडाहरू अहिले चाहिँ अलिक शीतल भएको छ अघि त घामले हाम्रो चाहिँ मासु आइसक्यो यहाँ रहेको छ हेर्न सक्नुहुन्छ मासु यो के को मासु हो पोर्क मासु बोकेर लिएर आएको हो अघि भर्खर ठ्याक्कै अब खानुपर्ने हुन्छ म चाहिँ यहाँ मसिनोहरू छुट्टाएको ल है साथीहरू मेरो काम चाहिँ म चाहिँ बाख्रा चराउन आएको छु जङ्गलमा अनि बाख्रा चराउँदैछु यहाँ रहेको छ मेरो बाख्राहरू जङ्गलमा भित्र छन् मसिनोहरू छ उता अगाडि छ त्यही हो आजको दिन यसरी नै बित्यो मेरो ल हाम्रो मासु पनि बोइल हुँदैछ मस्त पारेर एक खर्कन्डै भयो टुङ डिस ड्यान ल हाम्रो चाहिँ दसैँ नहौ यो चाहिँ सेकुवा यो चाहिँ ग्रेभी होला यहाँ छ सलाद अनि यो चाहिँ एक्सट्रिम अनि कोक ड्याडीको बियर अनि हामी यता म चाहिँ यो लगाइ बसेको थिएँ कि हेलो दिदी हेलो यो रहेको छ बोइल गरेर रब गरेको अनि यहाँ सलाद हाम्रो परिका दिदी हेलो हेपी दसैँ हेलो मम्मी ड्याडी हेलो हेलो दसैँ भन्नु हेलो ह्यापी दसैँ भन्नु हेपी दसैँ अभी मजा आएगा ना भिड़ो नानी हेलो ह्यापी दसैँ अनि म यहाँ रहेको छु लक्ष्मी सुनुवा ल चेयर सानौँ ल यता आयो त लु ह्यापी दसैँ एभ्रिवान छोट गरिदिनु त मेरो पनि मैले त गरिसक्यो चर्स आमा र तेरो एउटा आमा छोरीको यो चाहिँ हाम्रो करङ हो एकजना बराबर एउटा करङ दसैँ हाम्रो अघिल्लो दिन मनाउने टक्क यहाँ यो रहेछ हाम्रो खाना पस्किँदै हुनुहुन्छ त्यो हाम्रो कोक चढाको घुमाएर हामी यता छौँ भन यता छौँ दसैँ है ह्याप्पी दसैँ सबैजनालाई हिजोको भिडियोमा कन्टिन्यू गरिरहेको छु मैले चाहिँ आज चाहिँ हाम्रो टिकाको अघिल्लो दिन चाहिँ स्पेसली दसैँ मनाउँछ एक एउटा करङ अहिले एक एउटा त होइन आधी आधी बनाएर बनाएको खाइसक्दैन नि त यो मासु पनि खाइ त सक्दैन कि उनेर राख्ने हो पछि खानलाई यो चाहिँ नमस्ते ठुलो चेलीबेटीको लागि नमस्ते नातिनीलाई यो
यसरी को ड्याडी पास गराउँ है हो खाने म उनीहरूले दिनु मार्छन् होइन ड्याडी दिन्न सबैलाई नमस्ते नमस्ते के हो ड्याडी खुट्टा चाहिँ के लगाइदिएछु है एक एउटा यो बुवालाई आमाले चाहिँ शान्तु छुट्याइराखेको छौँ हामीले यो चाहिँ 3 भाग 3 दिदी बहिनीको यो 2 बहिनीको हाम्रो ओके ल ड्याडी हेलो सबैजनालाई ह्याप्पी दसैँ हाँस्दिनु है सबैजना खाना पाएपछि खानु जानुभएका हौँ खाउँ है हामी फेरि पनि भन्न चाहे मेरो भिडियो चाहिँ ढिलो ढिलो आउँछ सो ढिलो आए पनि हेरेर साथ दिनुहोला भन्दै आजलाई बाई बाई नेक्स्ट भिडियोमा भेटौँला बाई बाई